साथीहरु, आजको यो भिडियो निकै विशेष छ किनभने यो भिडियोमा हामी हिमालयको काखमा लुकेको एउटा सानो तर मनमोहक देशको बारेमा जान्न गइरहेका छौं। यो देश आकारमा सानो भए पनि यसको सुन्दरता शब्दले वर्णन गर्न नसकिने खालको छ। अग्ला पहाडहरू, प्राकृतिक सौन्दर्य, शान्त वातावरण र आध्यात्मिक स्थलहरू, यी सबैले एकसाथ मिलेर विश्वको ध्यान आफूतिर आकर्षित गर्छन्। तर यहाँ एउटा आश्चर्यजनक कुरा के छ भने यो देशका पर्खालहरूमा पुरुष लिङ्गका चित्रहरू देखिन्छन्। यति धेरै सुन्दरता र आध्यात्मिकताले भरिएको देशमा यस्तो किन? यी सबै कुराहरू हामी एक एक गरेर बुझ्नेछौं। मैले कुन देशको कुरा गरिरहेको छु तपाईलाई थाहा भइसकेको होला। हो, त्यो हो भुटान। भुटानको सुन्दरता र संस्कृति देखाउने यो भिडियो कतै पनि छोड्नुहोस् र अन्त्यसम्म हेर्नुहोस्। तब मात्र यो देशको बारेमा सबै कुरा स्पष्ट रूपमा बुझ्नुहुनेछ। सबैभन्दा पहिले एउटा कुरा, भुटानले पर्यटकहरूलाई यति धेरै आकर्षित गर्छ कि पर्यटन नै यो देशको लागि ठूलो आयको स्रोत हो। त्यसबाहेक यहाँका केही परम्पराहरू तपाईको कल्पना भन्दा बाहिरका छन्। विशेष गरी महिलाहरूसँग सम्बन्धित केही कानूनहरू छन् जुन सुन्दा तपाई छक्क पर्नुहुनेछ। अब भिडियोमा जानुअघि एउटा सानो अनुरोध, यदि तपाईले हाम्रो च्यानल पहिलो पटक हेर्दै हुनुहुन्छ भने तुरुन्तै सब्स्क्राइब गर्नुहोस्। भिडियो मन परेमा एक लाइक दिनुहोस्। थप रोचक भिडियोहरूको लागि बेल आइकन अन गर्नुहोस्। अब भिडियोमा जाऊं। भुटानको अर्को नाम छ ड्रुक युल, जसको अर्थ हो थन्डर ड्र्यागनको देश। यो देशको झण्डामा ड्र्यागनको चित्र हुन्छ। भुटान साइजमा सानो भए पनि यसको सुन्दरता अनुपम छ। यो देशको बारेमा थाहा पाउने हरेक व्यक्ति आफ्नो जीवनमा एक पटक यो देश घुम्ने सपना देख्छ। यसको कारण हो यहाँको प्राकृतिक सौन्दर्य, अग्ला पहाडहरू, हरियालीले चम्किने जंगलहरू, शान्त वातावरण र नीलो समुद्र जस्ता देखिने ठाउँहरू। यी सबैले भुटानको सौन्दर्यलाई अझ समृद्ध बनाउँछन्। यसबाहेक यहाँका परम्परा र रीतिरिवाजले विश्वको ध्यान खिचेका छन्। सामान्यतया कुनै पनि देशले आफ्नो देशमा धेरै पर्यटक आउन् भन्ने चाहन्छ, तर आश्चर्यजनक रूपमा भुटानका जनताले भने आफ्नो देशमा कोही नआउन् भन्ने चाहन्छन्, किनभने पर्यटकहरूले यहाँको शान्त वातावरणमा कुनै असर नपरोस् भन्ने उनीहरूको इच्छा छ। यहाँका मानिसहरूले प्रकृतिलाई यति धेरै माया गर्छन् कि जताततै देखिने हरियाली यसको प्रमाण हो। जता हेरे पनि हरियाली, फेरि हरियाली अनि पुनः हरियाली। भुटानको जनसंख्या कति होला भन्ने अनुमान गर्नुहुन्छ? केवल 6 लाख भन्दा कम। यहाँ 100मा 75% मानिसहरू बौद्ध धर्म मान्छन्, 100मा 22% हिन्दू धर्मावलम्बी छन् र 1 वा 2% क्रिस्चियन। भुटानमा धेरैजसो जुङ्खा भाषा बोलिन्छ। यो देशको राष्ट्रिय भाषा हो। यहाँको मुद्रालाई नगुलट्रम भनिन्छ, जुन 1974 मा सुरु गरिएको थियो। यसको मूल्य हाम्रो भारतीय रुपैयाँसँग लगभग बराबर छ। यहाँका मानिसहरूको लुगा पनि निकै विशेष छ। महिलाहरूले किरा नामक लुगा लगाउँछन्। यो विशेष अवसरमा लगाइने परम्परागत लुगा हो। किरा हेर्दा आकर्षक हुन्छ, रङ्गीचङ्गी डिजाइनले सजिएको हुन्छ र यो हातले बुनेको हुन्छ। पुरुषहरूले गो नामक लुगा लगाउँछन् जुन लामो र खुकुलो कम्बल जस्तो हुन्छ। यसलाई काँधमा राखेर बेल्टले बाँधिन्छ। यो गो लुगा भेडाको ऊनबाट बनाइन्छ र यसमा विभिन्न डिजाइनहरू हुन्छन्। यी लुगाहरू चाडपर्वमा वा आध्यात्मिक स्थलहरूमा ज्यादा लगाइन्छ। भुटानको प्राचीन नृत्य चाम हो, जुन 8औं शताब्दीबाट चल्दै आएको छ। महिलाहरूको गहनामा घाँटीको हार, कानको झुम्का, औँठी आदि हुन्छन्, जसले उनीहरूको सौन्दर्यलाई झनै बढाउँछ। भिडियोको सुरुमा भने जस्तै भुटानमा पर्खालहरूमा पुरुष लिङ्गका चित्रहरू बनाइएको देख्नु आश्चर्यजनक छ, तर यो भुटानमा सामान्य कुरा हो। यी चित्रहरूलाई आध्यात्मिक र सांस्कृतिक प्रतीकको रूपमा लिइन्छ। मन्दिरका पर्खालहरूमा, आध्यात्मिक स्थलहरूमा र पवित्र ठाउँहरूमा यी चित्रहरू देखिन्छन्। यी केवल चित्रहरू मात्र होइनन्, मूर्ति र शिल्पको रूपमा पनि हुन्छन्। रङ्गीचङ्गी र आकर्षक डिजाइनले भरिएका यी चित्रहरूलाई मन्दिरका अन्य आध्यात्मिक चित्रहरूसँगै राखिन्छ। भुटानका मानिसहरू यी चित्रहरूलाई नारी र पुरुष शक्तिको संयोजनको प्रतीक मान्छन्। केही विशेष अवसरमा यी चित्र र मूर्तिहरूलाई पूजा पनि गरिन्छ। यदि तपाई भुटान गएर यी चित्रहरू देख्नुहुन्छ भने गलत नठान्नुहोस्।
किनभने यो उनीहरूको संस्कृतिको एक हिस्सा हो। भुटान सरकारले महिलाहरूको स्वास्थ्यमा विशेष ध्यान दिन्छ। विशेष गरी गर्भवती महिलाहरूलाई निःशुल्क खाना, पानी, औषधि जस्ता सुविधाहरू प्रदान गरिन्छ। साथै केटीहरूलाई निःशुल्क शिक्षा पनि दिइन्छ। यसले उनीहरूले शिक्षा लिएर आफ्नो जीवन सुधार गर्न र उच्च जीवनयापन गर्न सक्छन्। भुटानमा हुने चाडपर्वहरू पनि निकै विशेष छन्। तीमध्ये एक हो सेचु पर्व। यो पर्व सेप्टेम्बर महिनामा मनाइन्छ। यो अवसरमा मानिसहरूले एकअर्कालाई शुभकामना आदान प्रदान गर्छन्, मिठा परिकारहरू बाँड्छन् र परम्परागत खानाको आनन्द लिन्छन्। परिवार, आफन्त र साथीहरूसँग यो पर्व उत्साहपूर्वक मनाइन्छ। सेचु पर्व भुटानको सांस्कृतिक एकताको प्रतीक हो। यो पर्वमा विश्वको जुनसुकै कुनाबाट आएका मानिसहरूले सहभागिता जनाउन सक्छन् र भुटानको खानाको स्वाद लिन सक्छन्। भुटानको राजधानी थिम्फू हो। यो एउटा सुन्दर र शान्त सहर हो। यहाँ आधुनिकता र परम्पराको मिश्रण देखिन्छ। बौद्ध धर्मको राजप्रासाद जस्ता सुन्दर दृश्यहरू यहाँ हेर्न सकिन्छ। भुटानको राष्ट्रिय फूल हिमालयन ब्लू पोपी हो। यो फूल 3500 देखि 4500 मिटरको उचाइमा फुल्छ। तर आश्चर्यजनक रूपमा भुटानमा राष्ट्रिय फल छैन। अर्को प्रसिद्ध स्थान हो बुमथाङ। यो भुटानको हरियालीले भरिएको र सांस्कृतिक रूपमा महत्वपूर्ण ठाउँ हो। यहाँको बुमथाङ मठ, किल्सागलाग जस्ता आध्यात्मिक स्थलहरूले पर्यटकहरूलाई आकर्षित गर्छन्। यी ठाउँहरूले भुटानको परम्परागत जीवनशैली र प्राकृतिक सौन्दर्यको अनुभव गराउँछन्। ताक्सागलाग भुटानको इतिहास र महत्व बोकेको बौद्ध मठ हो। यो अग्लो पहाडमा अवस्थित छ। यहाँ पुग्न विशेष बाटो प्रयोग गर्नुपर्छ। यो मठको वरिपरि रहेको प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरणले पर्यटकहरूलाई एक विशेष अनुभव प्रदान गर्छ। साथीहरू, यो भिडियो अन्त्यसम्म हेर्नु भएको छ भने यो तपाईलाई मन परेको होला भन्ने मलाई लाग्छ। मन परेमा एक लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग शेयर गर्नुहोस्। अर्को रोचक भिडियोसँग चाँडै भेटौं। लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र हेरेकोमा धन्यवाद।